सो हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। सो फेरि पनि तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा है। अहिले भने चाहिँ हामी चाहिँ खेत आएको छौँ है। यहाँनिर खेतको सब्जी बारी डल्लै गोड्नु आएको छौँ। यहाँ खेत अहिले चाहिँ पुग्यो हो, यहाँ देख्न सक्नुहुन्छ हो तपाईँहरूले। अगाडि चाहिँ दाजु हुनुहुन्छ हो र हामीले चाहिँ यहाँनिर मेसिन स्टार्ट अब गर्नु आँटेको छौँ है। के कस्तो छ मेसिनको चालामाला होइन देख्न सक्नुहुन्छ। यहाँनिर चेक गर्दैछ दाजुले हो। यहाँनिर दुईजना दाजुभाइले चेक गर्दैछ यहाँनिर। अन्त चाहिँ यहाँ स्टार्ट गर्नु आँटेको छ दाजुले। अहिले भने चाहिँ यहाँनिर मेसिनको डोरी तान्दैछ मेरो दाजुले हो। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। स्टार्टै भएको छैन अहिले चाहिँ मेसिन हो। स्टार्ट नगरेको चाहिँ धेरै दिन भएको छ। यहाँ देख्न सक्नुहुन्छ पुरा ट्राई गर्दैछ। स्टार्ट गर्नु चाहिँ स्टार्टै भएको छैन अहिले चाहिँ फिलहाल। मलाई चाहिँ यो मेसिनको चाहिँ इन्जिनै बस्यो जस्तो लाग्यो हो, किनकि स्टार्ट नगरेको पनि धेरै दिन भएको थियो नि त। देख्न सक्नुहुन्छ हो, स्टार्टै भएको छैन आज चाहिँ के भएको यहाँनिर। अब चाहिँ स्टार्टै भएन, के गर्नुपर्ने हो यहाँनिर। दाजु चाहिँ अब वाक्कै लागेको चाहिँ दाजु पनि गयो यहाँनिर हो, देख्न सक्नुहुन्छ हो। त्यहाँदेखि चाहिँ हामी चाहिँ खोर्सानी गोड्नुपट्टि लाग्यौँ है। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूले हो। मेरो दाजुभाइ सबै छ आज चाहिँ हो, एउटै काममा लागेको छौँ आज चाहिँ हामी चाहिँ। यहाँनिर देख्न सक्नुहुन्छ हो। त्यहाँदेखि चाहिँ दाजुहरू चाहिँ माथि बसेर म चाहिँ यहाँनिर अहिले भने चाहिँ यहाँ लौकाको मुनि मच्याङ मुनि चाहिँ यहाँनिर हल्का घाँस काट्दैछु हो, सफा गर्दैछु यहाँनिर। सो देख्न सक्नुहुन्छ हो। र म चाहिँ यहाँनिर हल्का ट्याक्ट्याक काट्दैछु अहिले चाहिँ फिलहाल। र म चाहिँ तलको काटिसकेर चाहिँ माथि हल्का लौका गोड्दैछु हो। त्यहाँदेखि चाहिँ लौका गोडिसकेर चाहिँ माथि गएको हो। अब दाजुभाइहरूले चाहिँ डल्लै आधीसो खोर्सानी गोडिसकेको रहेछ। यहाँ देख्न सक्नुहुन्छ तपाईँले हो, एकदम बवाल गोडेको छ यहाँ दाजुभाइहरू मिलेर हो। देख्न सक्नुहुन्छ यता चाहिँ मेरो दाजु हो, उतापट्टिको मेरो भाइ हो र सेतो लाउने पनि मेरो दाजु हो, जेठा दाजु। यता कान्छा भाइ यहाँनिर एकदम मजाले गाउँदैछ होइन, गीत गाउँदै गफ गर्दै एकदम मजा आउँदैछ आजको दिन चाहिँ हो यहाँनिर। र यहाँ देख्न सक्नुहुन्छ खोर्सानी जस्तो छ हो। र अब भने चाहिँ हामीले चाहिँ खोर्सानी पनि गोडिसक्नु आँट्यौँ लगभग है फिलहाल चाहिँ। यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ खोर्सानी पनि गोडिसकेको छ। अब भने चाहिँ यहाँनिर म चाहिँ यहाँ ड्रोन सुट गर्दैछु हो अहिले भने चाहिँ फिलहाल चाहिँ। यहाँ यस्तो दामी ड्रोन छ मेरो हो, आजको ड्रोन चाहिँ एकदम बवाल भिडियो सुट गर्दैछ हो। देख्न सक्नुहुन्छ एकदम दामी, यस्तो दामी ड्रोन छ मेरो। यहाँ देख्न सक्नुहुन्छ हो, यो चाहिँ मेरो अर्ग्यानिक ड्रोन हो। यता यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले हो। यो ड्रोन चाहिँ कसलाई चाहिन्छ मलाई कमेन्ट गर्नुहोस् होला है। र मेरो चाहिँ ड्रोन पनि खस्यो। आजलाई भिडियो यति नै हो, बाई बाई।